साथीहरु रिसेन्टली युट्युबले एकदमै राम्रो अपडेट गरेको छ जसले गर्दा अबदेखि तपाईले भिडियो अपलोड गर्दाखेरि तपाईको भिडियोमा कुनै कम्युनिटी भायोलेसन भएको छ कि छैन त्यो अलरेडी चेक भएर आउनेछ जसले गर्दा फ्युचरमा तपाईको च्यानलका भिडियोहरुमा कम्युनिटी गाइडलाइन स्ट्राइक आउने सम्भावना अब 0 हुनेछ। आज मैले तपाईलाई यो भिडियो अन्तर्गत रहेर यसले कसरी काम गर्छ, हामीले भिडियो अपलोड गर्दाखेरि यो कस्तो तरिकाबाट एक्टिभेट भइरहेको हुन्छ सबै जानकारी शेयर गर्नेछु। यदि तपाईले पनि यस अपडेटको बारेमा जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नु होला। अब यसको लागि जस्ट मैले तपाईलाई कम्प्लिट स्क्रिन शेयर गर्न चाहन्छु। अब साथीहरु यहाँनिर तपाई आफ्नो च्यानलमा आइसकेपछि तपाईले कुनै पनि भिडियो अपलोड गर्न खोज्नु भयो, क्रिएटमा जानु होला, जस्ट अपलोड भिडियोमा जानु होला। तपाईले बनाएको जुनसुकै भिडियो होस् तपाईले टेन्सन नलिकन यहाँनिर अपलोड गर्न सक्नुहुन्छ। मैले सेलेक्ट फाइलमा क्लिक गरेर मेरो भिडियो सेलेक्ट गर्छु, सेलेक्ट गरेर ओपन गर्दिन्छु। अब यहाँनिर तपाईले हेर्नुभयो भने नर्मली हामीले भिडियो अपलोड गरिरहँदाखेरि यस्तै तरिकाबाट हामीले अपलोड गरिरहेका हुन्थ्यौं भने अब मोनेटाइजेसनलाई तपाईले यहाँनिरबाट इनेबल गर्न सक्नुहुन्छ डन गरेर। यहाँनिर एड सुटेबिलिटीलाई तपाईले यस्तै तरिकाबाट इनेबल गर्न सक्नुहुन्छ जस्ट सबमिट रेटिङ गराएर। अब तपाईले यस पछिको अप्सन देख्न सक्नुहुन्छ, यहाँनिर भिडियो एलिमेन्ट छ। तपाईले विभिन्न भिडियो फर्मेटहरु अथवा तपाईले कुनै पनि एडिसनल भिडियो इन्ड स्क्रिनहरुमा कार्डहरु एड गर्न चाहनुहुन्छ भने त्यो गर्न सक्नुहुन्छ। त्यो नर्मली हामीले गरिरहेको कुरा। यहाँनिर तपाईले हेर्नुभयो भने इनिशियल चेक भन्ने अप्सनमा अहिले यो नयाँ अपडेट पछि यसको नाम चेन्ज भएको छ। इनिशियल चेकमा तपाईले क्लिक गर्दाबित्तिकै यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ तीनवटा अप्सन आएका छन्। पहिले तपाईले कुनै पनि भिडियो अपलोड गर्दाखेरि कपिराइट चेकिङ पनि हुँदैन थियो, पछि यो अपडेट आएको थियो जसमा चाहिँ कपिराइट सेक्सन थपिएको थियो र हामीले कुनै पनि यस्तो खालको कपिराइटेड कन्टेन्टहरु युज गरेका छौं आफ्ना भिडियोमा पनि कपिराइट सेक्सनले चेक गर्ने गर्छ। र एड सुटेबिलिटीमा तपाईले मोनेटाइज फ्रेन्डली कन्टेन्ट बनाउनु भएको छ कि छैन त्यो कुरा चेक गर्नको लागि यो युज हुन्छ। तर तपाईले तल हेर्न सक्नुहुन्छ एउटा नयाँ अप्सन थपिएको छ कम्युनिटी गाइडलाइन्स भनेर। यदि तपाईकोमा अझै आएको छैन भने आगामी अपडेटमा तपाईको च्यानलमा पनि यो आउँछ। तपाईले भिडियो अपलोड गर्दाखेरि अब यो कम्युनिटी गाइडलाइनको जुन नयाँ अपडेट छ यो आइसकेपछि टेन्सन लिनु पर्दैन, किनभने चेकिङ फर अर्ली इश्यूज विथ सम अफ आवर पोलिसीज भनेको छ। उसले आफ्नो पोलिसीको आधारमा कुनै पनि कम्युनिटी गाइडलाइन तपाईको भिडियोमा छ भने चेक गरेर बताउने छ। यदि यहाँनिर ग्रीन टिक आयो भने यसको अर्थ बुझ्नुस् तपाईको च्यानलको त्यो भिडियोमा अब कुनै पनि कम्युनिटी गाइडलाइन इस्यु छैन र तपाईले त्यसलाई सेफ तरिकाबाट अपलोड गर्न सक्नुहुन्छ। भनेपछि यो अपलोड कम्प्लिट भइसकेपछि यो लास्टमा कम्प्लिट हुने प्रक्रिया हो। यहाँनिर तपाईकोमा ग्रीन टिक आउन एकदम कम्पल्सरी हुन्छ। म एकैछिन वेट गरेर देखाउँछु। ल हेर्न सक्नुहुन्छ एकैछिनको चेकिङ पछि यो लगभग सबैमा नो इस्यु फाउन्ड भनेको छ। हेर्न सक्नुहुन्छ कम्युनिटी गाइडलाइनमा पनि नो इस्यु फाउन्ड भनेको छ। यसरी तपाईकोमा ग्रीन टिक आउँदा बित्तिकै बुझ्न सक्नुहुन्छ यो भिडियो एकदमै सेफ छ र अब तपाईले फर्दर प्रोसेसिङ गर्न सक्नुहुन्छ भिजिबिलिटीमा गएर। यदि तपाईले अहिले भर्खरै यसलाई पब्लिश गर्न चाहनुहुन्छ भने जस्ट पब्लिकमा क्लिक गरेर सेभ गर्न चाहनुहुन्छ, पछिको लागि हो भने प्राइभेटमा क्लिक गरेर सेभ गर्न सक्नुहुन्छ। भनेपछि यस्तो तरिकाबाट युट्युबले जुन नयाँ अपडेट ल्याएको छ यसबाट अबदेखि हामीले कुनै पनि भिडियो अपलोड गरिरहँदाखेरि त्यसको इनिशियल चेकिङ हुनेछ जसले गर्दा कुनै पनि कम्युनिटी भायोलेसन गरिएको छ भने भिडियोमा तपाईलाई सुरुमै थाहा हुन्छ, जसले गर्दा फ्युचरमा तपाईको च्यानलमा कम्युनिटी गाइडलाइन स्ट्राइक आउने सम्भावना एकदमै कम हुनेछ। आशा गर्दछु यो भिडियो हेरिसकेपछि तपाईले पनि यो अपडेटको बारेमा राम्रोसँग बुझ्नु भएको छ। तपाईको च्यानलमा यो अपडेट आइसकेको छ कि छैन तलपट्टि कमेन्ट सेक्सनमा यस वा नो मा मेन्सन गरिदिनु होला र साथसाथै आगामी समयमा यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।